आज खै के झाग चल्यो डोनट खानु मन पर्यो होइन कामबाट आएर डोनटहरू बनाउनु पर्यो भनेर चाहिँ लागि परेको छु मैले होइन यस्तो यो चाहिँ अब डोनटहरू कस्तो हुन्छ भनेर देखाउँदै गरेको अनि हामीले चाहिँ फर्स्ट स्टेपदेखि नै देखाउन आँटेको मैले चाहिँ फर्स्ट स्टेप चाहिँ सक्खरमा चाहिँ तातो पानी लगाएर चाहिँ बिल्याएँ अनि मैले चाहिँ आटाको हुन्छ नि अल पर्पज फ्लावर त्यसको चाहिँ बनाउनु खोजेको होइन अनि 2-3 कप लगाएँ तर खाने त कहाँ हुन्छ र म मात्रै त हुन्छु या म या कोही कोही बेला अनि मैले युट्युबमा देखेको थिएँ क्या तिनीहरूले दुध लगाउँदो रहेछ तातो तातो दुध लगायो अन्तदेखि घिउ लगाउँदो रहेछ हामीसँग चाहिँ अब यस्ट छैन त्यही भएर मैले चाहिँ बेकिङ सोडा लगाइदिएको थिएँ अन्तदेखि घिउ चाहिँ मैले अब आफै बनाएको घिउ हो होइन अर्ग्यानिक हो अनि त्यहाँनिर मैले सक्खरहरू त्यो अघि गरेको थिएँ नि हो त्यो लगाएको बेकिङ सोडा हो अनि त्यहाँदेखि चाहिँ त्यो लगाएर चाहिँ अब पुरै चम्चीले मुसेको अरे भएन सकेन अन्तदेखि त्यहाँ माथि चाहिँ हातले पनि मुसिदिएको क्या अब हातले मुसिदिँदाखेरि दुध लगाउनु तातो मनतातो दुध बनाएको थियो नि त अगाडि अनि हो त्यो मनतातो दुध लगाएर चाहिँ पुरै माडेको जति सक्दो गिलो बनाउनु भन्दो रहेछ नि युट्युबमा हेर्दा अनि गिलो बनाउँदाखेरि फेरि मैले मनतातो घिउ दुध चाहिँ फेरि थपिदिएको थिएँ क्या अनि थपिदिएर चाहिँ अलिकति गिलो बनाएँ होइन अनि यस्तो मुसे कसरी मुस्नुपर्छ कतिसम्म मुस्नुपर्छ त थाहा भएन तर मैले चाहिँ मुसेँ अनि यो चाहिँ अब राखेकै मैले एक दिनमा रातभरि राखिदिएको छु ओभरनाइट राखेको कस्तो हुन्छ भनेर अनि यो चाहिँ अर्ली इन द मर्निङ हेरेको खै पफ भएको कि होइन थाहा भएन है यतिको चाहिँ भएछ अनि त्यहाँदेखि म चाहिँ यहाँबाट निकालेर अब डोहरू बनाउनु थाल्ने हो के यो पनि साउन्ड उयो गर्दाखेरि पनि के अरे प्लेन कुदिरहेछ क्या माथि बटुटुटु गरिरहेछ थाहा पाउनु होला मसँग चाहिँ अब प्लास्टिक छैन होइन त्यो पेपर मैले चाहिँ त्यही माइक्रोवेभमा लाउँछ नि त्यसमै त्यो पेपरमा राख्ने भनेर प्लान गरेँ अनि त्यहाँदेखि यो चाहिँ डो निकालेर चाहिँ अब मैले अलिक सानो बनाएर त्यस्तो सानो पनि होइन अलिक ठुक्कको बनाउनु भनेर चाहिँ गरेँ अनि मैले पेलेर चाहिँ त्यो बोटुकोबाट गर्नु खोजेको थिएँ बोटुको त साह्रै ठुलो भयो यस्तो खोजेको सिसाको गिलास रहेछ अनि सिसाको गिलासले सबैतिर यसरी के अरे डोनटको ठुलो सर्फेस बनाएँ अनि सानो सर्फेस बनाउनको लागि के को बनाऊँ सम्झिरहेको थिएँ अन्तदेखि थपक्क मैले पानी खाएँ क्या अनि पानी खाएर त्यस्तो सम्झेको पानीको बट्टाको कि ठिक हुन्छ अनि पानी खाएर त्यो पानीको बट्टाको चाहिँ बनाएको सानो सानो उयो चाहिँ धुलो चाहिँ त्यो सानो हुन्छ नि अब यो निकाल्ने यो चाहिँ गर्दैछु होइन अनि त्यहाँदेखि हामीले चाहिँ अब एक एकवटा गरेर निकाल्नुपर्छ केयरफुल भएर निकाल्नु पर्ने रहेछ निकाल्दैछु त्यस्तो एक्सपर्ट होइन मेरो फर्स्ट टाइम हो अनि निकालेर यस्तो देखेको थिएँ क्या खै पफ भएको हो कि के हो थाहा भएन यो उब्रियो फेरि त्यसको पनि बनाइदिएँ अनि चाहिँ मैले चाहिँ युट्युबमा पनि देखेको थिएँ क्या कतिजनाले चाहिँ के अरे एयर फ्रायरमा गर्दो रहेछ अनि मैले चाहिँ रिस्क नलिएर चाहिँ एउटा एयर फ्रायरमा बनाएको अनि कति लगाउँ भयो 30-35 होइन अनि मैले 20 चाहिँ लगाइदिएर चाहिँ नि बसाइदिएको तर के छिनछिनमा हेर्नु मन परेर डढ्यो कि बिग्रियो कि भनेर अनि यस्तो चाहिँ भएको थियो है नराम्रो त नहुँदो रहेछ माइक्रोवेभमा पनि तर अब ट्रेडिसनल हिसाबले तेलमा पनि बनाइदिएँ मैले डोनट अनि यो चाहिँ तेलमा बनाउँदैछु अनि सबैभन्दा पहिला चाहिँ अब एउटा ट्राई गर्नको लागि चाहिँ टेस्टर हालेको यो चाहिँ टेस्ट गर्नको लागि हालेर चाहिँ छिट्टै खरिहाल्दो रहेछ अनि खरिँदा कालो भइगयो कति छिटो पाक्दो रहेछ फर्स्टको त
पाकी गयो, कालो न कालो भयो होइन। सेकेन्डदेखि चाहिँ राम्रो भयो। अनि यस्तै फर्स्टचोटि बनाएको, तर अब कता कता काँचो काँचो भयो फर्स्टको घान। सेकेन्डको घान चाहिँ अलिक बिस्तारै लामो समयसम्म उयो गरेको थिएँ, त्यही भएर चाहिँ यो चाहिँ यस्तो भएछ, अलिक काँचो काँचो लाग्यो क्या। तर भरे चाहिँ पछाडिको चाहिँ फेरि मजाले पाकेको थियो। हेर्नुहोस् न, यो चाहिँ अब फाइनल सुट हरेको। यो चाहिँ अब मैले लास्टमा गरेर चाहिँ लास्ट फाइनल गरेको। अरूहरूले चाहिँ अब सबैमा लगाएको त इस्ट, सबै त मैले चाहिँ इस्ट नभएर, अनि त्यो पनि मैदामा होइन,